हेलो एभ्रिवान, आजको यो भिडियोमा म हजुरहरूलाई नर्सिङ प्र्याक्टिसको एकदमै इम्पोर्टेन्ट टेक्निक फिगर अफ 8 ब्यान्डेजिङ टेक्निक देखाउँदैछु। सबैभन्दा पहिला पेसेन्टको फुटलाई 90 डिग्री एङ्गलमा राख्ने, ब्यान्डेजलाई फुटको सेन्टरबाट स्टार्ट गर्ने, लोवर एज टोजको बेसमा राख्ने अनि ब्यान्डेजलाई फुटको अराउन्ड र्याप गर्दै हिलतिर लाने। हिलको अराउन्ड कम्प्लिट टर्न गरेर फेरि फुटतिर ब्याक आउने। ब्यान्डेजलाई फुटतिर ब्याक ल्याएर सोलको सानो पार्टलाई कभर गर्ने। ब्यान्डेजलाई हिल र एङ्कलको अराउन्ड फिगर अफ 8 प्याटर्नमा र्याप गर्दै जाने। अब स्पाइरल टर्न युज गरेर लेगमा माथितिर र्याप गर्दै जाने। हरेक टर्नले अघिल्लो लेयरलाई लगभग 50% ओभरल्याप गर्नुपर्छ। ब्यान्डेजमा रिङ्कल्स हुन नदिने, किनभने यसले गर्दा अनइभन प्रेसर र स्किन ड्यामेजहरू हुन सक्छ। ब्यान्डेजलाई माथितिर कन्टिन्यू गर्दै जाने र नीभन्दा ठिक तल पुगेर फिनिस गर्ने। फाइनली ब्यान्डेजलाई टेप वा क्लिप युज गरेर सेक्युर गर्ने। यस्तै नर्सिङसँग रिलेटेड इन्फर्मेटिभ भिडियोजहरू हेर्नको लागि लाइक, सब्सक्राइब र सेयर गर्न नभुल्नुहोला। थ्याङ्क यू।